कस्तो छ त फिनल्यान्डको जङ्गल, के पाइन्छ भन्दै आजको भिडियो बनाउन गइरहेका छौँ। यति छिटो यति भेटिसकेका छौँ। आज जङ्गलमा हिँड्न पाउँदाखेरि तपाईँलाई कस्तो लागिरहेको छ? रमाइलो र जङ्गल 3 करोड नेपालीले हेर्नै पर्ने भिडियो। 125 करोड इन्डियनले हेर्न सक्नुहुन्छ फिनल्यान्डको जङ्गलमा अहिले समरको सिजन भएको हुनाले एकदमै बेरिजहरू फलिरहेका छन् र हाम्रो सुसन सरले बेरिजहरू टिप्दै हिँड्नुभएको छ र जनताहरूलाई देखाइदिनुहोस् न कसरी बेली फल्छ, कस्तो हुन्छ। यस्तो हुन्छ बेरिज, ब्लुबेरी हो यो, जुन फार्ममा लगाइन्छ त्यसलाई चाहिँ मलजल गरेर दाना ठुलो हुन्छ भने जङ्गलमा प्राकृतिक रूपमा पाइने दाना चाहिँ सानो हुन्छ र त्यस कारणले गर्दाखेरि त्यसको मूल्य पनि एकदमै उच्च हुन्छ। फिनल्यान्डबाट ब्लुबेरिजको एकदमै निर्यात हुने गर्दछ र हरेक जङ्गलमा ब्लुबेरी भेटाउन पाइन्छ र हामी हेर्न जानेछौँ कति ब्लुबेरी छ। अगाडि गएर हेरौँला कति फल्छ एउटा बोटमा र कति चाहिँ हामीले एकछिनमा टिप्न सक्छौँ। यति छिटो यति भेटिसकेका छौँ र यसको स्वाद कुरा गर्दाखेरि हल्का फुल्का अमिलो छ, जति पछि गयो त्यति गुलियो हुँदै जान्छ यो। हल्का अमिलो गुलियो मिश्रित छ यसको। ठ्याक्कै नेपालमा कस्तो भन्दाखेरि बेलौती जस्तो पुरै पाक नपाकेको, पुरै नकाचो, हल्का फुल्का त्यस्तो टाइपको चाहिँ यस्तो टाइपको यसको फ्लेभर छ। हामीले यहाँ देखेका छौँ कस्तुरी मृग। हजुर क्यामेराम्यान उता देखाइदिनु। हाम्रो जङ्गल यात्रा अझै निरन्तर रहे पनि भिडियोलाई यहीँ अन्त्य गर्न चाहन्छौँ। धन्यवाद छ हाम्रो सुसन सर, आशीर्वाद, एकल यात्री र हाम्रो विमल दाई। जय जय होस्।